Alright guys, welcome back. अहिले चाहिँ म यहाँ आइसकेँ घरमा देख्न सक्नुहुनेछ। सो अहिले चाहिँ टाइम 5:30 भइरहेछ। अब एकछिनतिर जाने हामी। ओ लुकी हेलो वान यहाँ चाहिँ लुकी छ, स्याड छ जस्तो छ। अलराइट गाइस, हामी चाहिँ अब सेरामा ग्यास पुऱ्याउनु जान आँट्यो है। यहाँ हाम्रो ल्याम्बोर्गिनी के हुँदैछ, ग्यास अब सकिने बेला हुन आँट्यो, त्यही भएर चाहिँ पुऱ्याइरहने हो। कहिले आउँछ होइन थाहा छैन। डाली देख्न सक्नुहुनेछ, यहाँ भाङ्गिरहेछ। यसलाई हल्का सिधा बनाउनुपर्छ, कसरी बनाउने हो। ठिक छ दिएको। सो अनि हामी चाहिँ अब सेरामा ग्यास पुऱ्याउन आँटेको, अनि ग्यास पुऱ्याएर आएर लाग्ने हो ग्राउन्डतिर। As you can see, beautiful flowers in the garden. थाहा पनि छ कुरुक। सो गाइस, हामी चाहिँ यस्तो दुःख सुख गइँदैछ साइकलमा, केही सकेको छैन। कहाँ भइरहेछ। सो हामीले चाहिँ ग्यास ल्याइसक्यौँ है गाइस, यहाँ देख्न सक्नुहुन्छ। मजा भयो, यति धेरै ग्यास छ यहाँ। कहिले आउने पालो होइन, मेरो पनि कुन दिन सकिन्छ होला, यहाँ आउनुपर्छ। सो यो चाहिँ सेराचोक हो है, हेर्न सक्नुहुनेछ हाम्रो सेराचोक। यहाँ चाहिँ दाइको दोकान। आज चाहिँ गाइस यहाँ साइकल हल्का मरम्मत हानेको छु होइन, हल्का सजिलो भइरहेछ। सो जाउँ। म त भ्लगिङ सुरु। अलर्ट गाइस, हामी चाहिँ ग्राउन्डमा आइसक्यौँ होइन। यहाँ त खेल्दैछ। म चाहिँ साइकल राइडिङ हान्दैछु मजासँगले। युटर्न हान्नुपर्छ, युटर्न हानेर अनि सिधा सिधा गएर खेल्नुपर्छ हामी पनि। त्यो छिटै भएको जस्तो त रहँदैन हौ, त्यहाँ तलबाट झरेको ड्याम खाल्टोतिर गयो छिटो बाइकको जस्तै। अब जाने गर्छु मैले जुत्ता लाएर टक्कसँग। हे गाइस, अहिले चाहिँ म रुममा आउन आँटिसक्यो। थोडा खेलिसक्ने हामी चाहिँ है, हल्का बडीको एक्सर्साइज पनि भएर अहिले चाहिँ रुम जाँदैछु म। यहाँबाट धेरै छैन, यहाँ यही हो। सो म चाहिँ अब जान्छु अनि नुहाएर खाना बनाएर खानुपर्ने। ओके बाई गाइज, सी यू सुन।